जय नेपाल है। यसपालिको चाहिँ हाम्रो पुरै तयारी पुरै भइरहेको छ। अनि त्यसपछि सबैलाई पनि अब हामी त संसारभरि छरेर बस्नुभएका सबैजनालाई चाहिँ आफ्नो देशको सपोर्ट गरिरहनु भएको छ, त्यसको लागि धेरै धन्यवाद। र चाहिँ नेपालको केटाहरूले राम्रो खेलिरहेका छन्, त्यो पनि धेरै राम्रो। र म हुन त हामी चाहिँ अर्को उसमा पनि छु होइन, जसरी हामी हाम्रो चाहिँ नेपालको जित होस् भनेर अहिले चाहिँ हामी एकजुट भइरहेका छौँ भने अब भोट पनि हाल्ने समय आइरहेको छ, त्यतिखेर पनि नेपालले जित्नुपर्छ। तपाईँले सोच्नुहोस्, एकचोटि तपाईँ भोट हाल्न जाने बेलामा त्यो लाइनमा त कुर्नुपर्छ। त्यो कुर्ने बेलामा सोच्नुहोस् तपाईँले कसलाई दिँदै हुनुहुन्छ होइन। र तपाईँको समाजमा के भइरहेको छ, ती समाज रित्तिँदैछन्। र चाहिँ विदेशी मान्छेहरू चाहिँ त्यहाँनिर आइरहेका छन्, आफ्नो देशको युवाहरू चाहिँ विदेशमै छन् होइन। त्यो फर्किने वातावरण चाहिँ नि अब तपाईँहरूको हातमा छ। तपाईँहरूले राम्रो आफ्नो यो चन्द्र सूर्य हेर्नु त कति राम्रो छ चन्द्र सूर्य। यो चन्द्र सूर्यलाई चाहिँ नि साँची राखेर तपाईँहरूले भोट हाल्नुपर्ने अवस्था छ। र मेरो आग्रह छ हजुरहरूलाई, हामी त एक दिन मर्नै पर्छ, यो त कसैले रोकेर रोकिँदैन। र त्यो मर्नुभन्दा अगाडि यो फुल जस्तै फुल्नुपर्छ जस्तो लाग्छ, किनकि एक दिन सबै कुरा मर्नेछन्। यसरी हामी चाहिँ नि यो फुल जस्तै हुनुपर्ने छ होइन। खाइसकेपछि चाहिँ नि बल्ल फल निस्किन्छ र त्यो फल देशको लागि राम्रो बनोस् होइन। त्यो देशको लागि चाहिँ नि त्यो देश पनि त्यो फलहरू जो फलले देशमा ती देशमा फलेका फलहरूले त्यो देशको लागि केही गर्नु जरुरी छ। र चाहिँ जहाँ भए पनि एकजुट भएर जय नेपाल भन्नै पर्ने छ। र यति भन्दै मेरा यी अब तिता मिठा चाहिँ नि आजको लागि चाहिँ तयारी छ यो होइन। अब यसरी चाहिँ के गर्ने, बाहिर छ अब रहर छ चिच्याएर भन्ने कहाँ भन्न जान्नु होइन। यो समयले पनि यस्तै गर्यो विदेशमा आफ्नै परिवारबाट टाढा होइन। अब रहर छ। अब यो यहाँनिर रामलाई त 14 वर्ष वनवास जानु परेको थियो घरबाट बाहिर, अनि त्यसपछि बल्ल राम हुनु पाउनु भएको थियो। हामीलाई पनि त्यस्तै समय लाग्ला होइन। र चाहिँ बल्ल अलिअलि केही गर्न त्यो बाटो खुल्ला, अनि त्यसपछि अरू त होइन। देशलाई माया गर्नुहोस्, जय नेपाल भन्दै द्याट्स इट।